उहाँ चाहिँ के छ भने एउटा मौन भएर बस्नुहुन्छ र उहाँको त्यो मलाई के लाग्छ भने उहाँसँग त्यो मिनिमम कन्स्टिट्युसनल लिट्रेसी, मिनिमम एउटा चाहिँ डेमोक्रेटिक लिट्रेसी पनि छैन, सामान्य ज्ञानको पनि अभाव उहाँलाई देखिन्छ। त्यस कारण के छ भने अब उहाँ रेडिमेड प्रधानमन्त्री हो। साँच्चै भन्यो भने उहाँको त वडाध्यक्षै हुने पनि क्षमता छ कि छैन, कि बालेन शाहले भन्नुभयो हामीले मिचेका छौँ, संसारमा कसैले पनि हामीले चाहिँ मिचेका छौँ भन्दैन। यो नै एउटा एब्सर्ड हो, यो नै मूर्खतापूर्ण हो। यो कुनै यहाँ फेरि यस्ता चाटुकारहरू छन्। अघि आउँदाखेरि पनि एकजनाले मलाई भन्दै थियो, होइन यो त यसमा चाहिँ उनको कुनै नियत खराब छैन, यसमा उहाँको चाहिँ ठुलो कूटनीति छ। मैले भने यस्तो कूटनीति, यस्तो मूर्खतापूर्ण कूटनीति त आफैसँग राख्नुहोस्। अनि यो चाहिँ के छ भने यत्रो आत्मघाती, यत्रो सुसाइडल गेम प्लान उहाँले गर्नुभयो, यत्रो नेपालको इन्ट्रेस्टलाई चाहिँ पर्मानेन्टली लुज गर्ने खतरा पैदा गर्नुभयो। नागरिक समाज, पत्रकारहरू, मिडियाहरू यो निदाएर बस्यो भने झन् अधिनायकवाद त झन् तीव्र गतिमा आउँछ, कुशासन तीव्र गतिमा आउँछ। त्यसकारण यो छलफलको उज्यालोले नै यो अधिनायकवादलाई रोक्न सक्छ। एउटै मात्र शक्ति छ। आदिबुद्धजीले भन्नुभयो कि जनताको राष्ट्र हो, यो नागरिकहरूको राष्ट्र हो। त हामीले बुझ्नुपर्ने कुरा के हो भने यो राजनीतिज्ञहरूको मात्र यो राष्ट्र होइन, यो चाहिँ सांसदहरूको मात्र यो राष्ट्र होइन, यसको स्टेक होल्डर हामी पनि हो। हामी 3 करोड नेपाली जनताहरू हो र संविधानमा चाहिँ यसलाई चाहिँ 2 सदनात्मक भनिएको छ। पार्लियामेन्ट चाहिँ के छ भने बाइक्यामरल छ, 2 सदनात्मक छ। तर मैले के भन्ने गरेको छ भने 2 सदनात्मक मात्र छैन, एउटा चाहिँ अर्को तेस्रो हाउस पनि छ, तेस्रो चेम्बर पनि छ। त्यो भनेको चाहिँ 3 करोड नेपाली जनताको अर्को चेम्बर। तपाईँको हाउसले, प्रतिनिधि सभाले, राष्ट्रिय सभाले तपाईँले जथाभावी गर्नुभयो, गलत गर्नुभयो, राष्ट्रको अहित हुने काम गर्नुभयो भने हामी 3 करोड नेपाली जनता छौँ नि, हाम्रो पनि त एप्रुभल चाहिन्छ नि। तिमीहरूलाई मन लाग्यो कानुन बनाउन पाउँछौ, तिमीहरूलाई जे मन लाग्यो त्यो चाहिँ गर्न पाउँछौ। त्यस कारण के छ भने हामी, किनभने यो राष्ट्र भनेको चाहिँ हामी 3 करोड नेपाली जनताको हो, तिमीहरू भनेको खालि वारिस मात्रै हो। वारिसले भनेको चाहिँ के छ भने लाए अराएको काम मात्रै गर्ने हो, म्यान्डेट दिने हामी हो। त्यस कारण के छ भने यो राष्ट्र चाहिँ 3 करोड नेपाली जनताको हो। त्यो हाउसको तेस्रो च्याम्बर पनि छ, त्यसमा 3 करोड नेपाली जनताहरू छन् र उनीहरूले नाकमा नकेल लगाउनै पर्छ र प्रभावकारी ढङ्गले आफूलाई प्रस्तुत गर्नुपर्छ। अब यो सरकारको बारेमा बुद्धजीले बडो राम्रो भन्नुभयो, यो त कुनै अर्ग्यानिक यसको डेभलपमेन्ट होइन, यो त वास्तवमा साँच्चै भन्यो भने अननेचुरल यसको चाहिँ ग्रोथ भयो। स्क्याम नै उहाँले भन्नुभयो, उहाँले स्क्यामै भन्नुभयो। अब म चाहिँ के छ अननेचुरलै भनौँ या स्क्याम पनि भनौँ, अननेचुरल हुँदा एउटा पोइन्टमा पुगेर त्यो स्क्यामै हुन्छ। यो धोखाधडीपूर्ण नै देखिन्छ। अब यसमा धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको चाहिँ यसमा प्लेअप छ, त्यो भूमिका छ। तर एउटा कुरा म के भन्न चाहन्छु भने अब तैपनि के छ भने यो पुराना यी राजनीतिक दलहरू पनि यसबाट चाहिँ यसको दोषबाट मुक्त छैन। उहाँ र मेरो धेरै कुराहरू मिलिरहेको छ, किनभने यो सरकार भनेको यो साइड इफेक्ट पनि हो, यो चाहिँ बाई प्रडक्ट पनि हो। यो पुराना पार्टीहरूले जुन व्यथिति गरे, भ्रष्टाचार गरे, कुशासन गरे, जसले गर्दाखेरि जनताले यति ज्यादा चाहिँ मान्छेहरू, भोटरहरू नै पुरा साइको बनाइदियो। अब यिनीहरूलाई त भोट हाल्नै भएन, कसलाई भोट हाल्दाखेरि यिनीहरू हार्छन् भनेपछि अब एउटा चाहिँ पोलिटिकल साइन्समा एउटा के हुन्छ भने नेगेटिभ पोल भन्ने हुन्छ कि। नेगेटिभ पोल भनेको चाहिँ के हो भने अब एउटा हुन्छ यो पार्टीलाई मन पराएर, यो उम्मेदवारलाई मन पराएर भोट हालिन्छ। अर्को नेगेटिभ पोल भनेको चाहिँ के हुन्छ भने यो उम्मेदवारलाई जसरी नि हराउनै पर्यो, यो पार्टीलाई त जसरी नि हराउनै पर्यो, यसलाई आउन दिनु भएन भनेर चाहिँ के छ भने भोट हालिन्छ। त्यस कारण पोजिटिभ पोल हुन्छ, अर्को नेगेटिभ पोल हुन्छ। त यो चाहिँ के छ भने जुन पोल भयो, मान्छेले जुन भोट हाले, यो चाहिँ नेगेटिभ पोल हो। किनभने उद्देश्य के थियो भने यिनीहरूलाई कुनै चिनेर जानेर भोट हाले पनि होइन। मान्छेले उम्मेदवारको नाम पनि सुनेको छैन, पार्टीको नाम पनि राम्रोसँग थाहा छैन, तर उनीहरूको माइन्डमा के छ भने यी पुराना पार्टीले जसरी नि हराउनु पर्यो, यी त टुमसै गरे, पानी चाहिँ नाकभन्दा माथि जान थाल्यो। त्यस कारण चाहिँ के छ भने यो पार्टीहरूले जुन इस्टाब्लिस पार्टीहरू थिए उनीहरूले अहिले पनि खै बुद्धि फिरे जस्तो लाग्दैन। अहिले पनि ओलीजी पद त्याग्न तयार हुनुहुन्न। अब देउबाजीले देशै छोडेर हिँड्नुभयो,
र अहिले पनि पार्टीमा जसरी रिस्ट्रक्चरिङ गर्नुपर्ने हो, युथहरूलाई जसरी त्यसमा चाहिँ रिक्रुट गर्नुपर्ने हो, नयाँ लिडरसिपहरू ल्याउने जुन उहाँले पहल कदमी गर्नुपर्ने हो, त्यो केही पनि गरेको देखिँदैन। भनेपछि चाहिँ के हो भने यो एउटा चाहिँ यो हिन्दी सिनेमा भन्छ कि हम कभी नहीं सुधरेंगे। हिन्दी सिनेमाको एउटा डायलग छ, हम कभी नहीं सुधरेंगे। त यी राजनीतिक दलहरू पनि कस्ता छन्, यी नेता पनि कस्ता छन् भने यति थेथर भइसक्यो, यी कहिले पनि सुध्रिनेवालै छैन। त्यसकारण अब एउटा पार्टी हो, अब जनताले पनि के हो भने अब एउटा एक किसिमको आशा त थियो, अब यिनलाई हटाएपछि अब एउटा कहिलेकाहीँ मान्छेहरूको एक्सपेक्टेसन के हुन्छ भने कुशासनका किल्लाहरू, भ्रष्टाचारका किल्लाहरू ढलेपछि, अधिनायकवादका किल्लाहरू ढलेपछि लोकतन्त्र आफै स्वतः चाहिँ विकसित हुन थाल्छ, प्रोग्रेस गर्न थाल्छ। कुशासन ढलेपछि सुशासन आफै आप अटोमेटिक हुन्छ भन्ने मान्छेको एक्सपेक्टेसन हुन्छ। तर यस्तो केही हुँदो रहेछ। एउटा कुशासन ढल्यो, त्यसको ठाउँ चाहिँ के छ भने कुशासनले लिँदैछ। एउटा चाहिँ के छ भने अधिनायकवाद ढल्यो, अर्को महाअधिनायकवाद चाहिँ के छ भने त्यसलाई रिप्लेस गरिसक्यो। त्योभन्दा खराब शक्तिले चाहिँ के छ भने रिप्लेस गर्यो। र हामीले अब एउटा के देखिरहेको छौँ भने जस्तो जुन गभर्मेन्ट हो, यो गभर्मेन्ट कसका प्रति एकाउन्टेबल छ? प्रधानमन्त्री संसदमा आउनुहुन्न भनेको मतलब प्रधानमन्त्रीको लोयल्टी, उहाँको एकाउन्टेबिलिटी कहाँ छ त? उहाँ संसदका प्रति जिम्मेवार हुनुहुन्न। संसदका प्रति जिम्मेवार नहुनुको मतलब उहाँ 3 करोड नेपाली जनताका प्रति जिम्मेवार हुनुहुन्न। उहाँको जवाबदेहिता त्यहाँ छैन। किनभने जवाबदेहिता भएको भए त पार्लिमेन्टमा आउनुहुन्थ्यो नि, उहाँ बोल्नुहुन्थ्यो नि, जवाब दिनुहुन्थ्यो नि, त्यहाँ आउनुहुन्न। उहाँ चाहिँ के छ भने एउटा मौन भएर बस्नुहुन्छ र उहाँको त्यो मलाई के लाग्छ भने उहाँसँग त्यो मिनिमम कन्स्टिट्युसनल लिट्रेसी, मिनिमम एउटा चाहिँ डेमोक्रेटिक लिट्रेसी पनि छैन। सामान्य ज्ञानको पनि अभाव उहाँलाई देखिन्छ। त्यसकारण पनि चाहिँ के छ भने प्रश्नहरू चाहिँ उहाँलाई फेस गर्ने सक्ने क्यापेसिटी नै छैन। किनभने उहाँ कुनै सङ्गठन बनाएर आफ्नो क्षमताको आधारमा कुनै घाम बतास सहेर चाहिँ के छ भने बनेको नेता होइन। उहाँ चाहिँ एउटा रेडिमेड, पसलमा जानुभयो तपाईँले चाहिँ रेडिमेड सुट किन्नुहुन्छ नि, त तपाईँको सिट बडीमा त्यो फिटै हुँदो रहेछ। कहिलेकाहीँ म जान्छु त्यो हतारमा अब किन्न खोज्यो, म एकचोटि उहाँ अमेरिकामा किन्न खोज्दाखेरि त्यो अब उनीहरूको त साइज हामीभन्दा ठुलो हुँदो रहेछ। लुगा सुनाउँदाखेरि झन् महँगो पर्दो रहेछ, रेडिमेड किन्न सस्तो। तर उनीहरूको साइज र हाम्रो साइजै कुनै मिल्दो रहेछ। उनीहरूले को स्मल साइज पनि हाम्रो लागि ठुलो हुँदो रहेछ। त्यस कारण के छ भने अब उहाँ रेडिमेड प्रधानमन्त्री हो। कसैले उहाँलाई एक्सिडेन्टल प्रधानमन्त्री पनि भन्छ। उहाँ रेडिमेड चाहिँ के छ भने उपलब्ध हुनुभयो। उहाँलाई चाहिँ तयार गरियो, स्टेज चाहिँ म्यानेज गरियो र उहाँलाई चाहिँ के छ भने प्रधानमन्त्रीको उहाँको त साँच्चै भन्यो भने उहाँको त वडाध्यक्षै हुने पनि क्षमता छ कि छैन। उहाँ एकैचोटि मेयर हुनुभयो, त्यसले उहाँको चाहिँ के छ भने महत्त्वाकांक्षा अत्यधिक बढायो। मेयर हुँदाखेरि पनि उहाँले कसैसँग संवाद गर्नु भएन, कुनै छलफल गर्नु भएन। उहाँको चाहिँ एउटा ब्याड गभर्नेन्सको एन्टी पुवर थियो उहाँको। हेर्नुहोस् संसारभरि जहाँ पनि ठुल्ठुला सहरहरू छन्, तर त्यहाँ त्यो सिटी भनेको जहिले पनि इन्क्लुसिभ हुन्छ। सिटीको इकोनोमीको लागि चाहिँ के छ भने लो इन्कम ग्रुपहरूले, निम्न आय वर्गका समूहहरूको पनि धेरै ठुलो योगदान हुन्छ। तिनीहरूलाई यसरी बुलडोज गरिँदैन, तिनीहरूलाई चाहिँ लखेटिँदैन। सिटीबाट उहाँले धपाउनु हो। आज सिटीको इकोनोमी त्यसले गर्दाखेरि पनि ध्वस्त भएको छ। त्यस कारण उहाँले त्यो बेला पनि एउटा आफ्नो रूप त देखाइसक्नु भएको थियो। तर हामी नेपालीहरूको एउटा स्टडीले के देखाउँछ, हाम्रो आइक्यू अलिकति ढिलो बुझ्छौँ। हामी समयमा कुराहरू बुझ्दो रहेछौँ। त्यति कुरा बुझ्नलाई पनि हामीलाई चाहिँ के छ भने अहिले पनि राम्रोसँग बुझिसकेका छैन। अहिले पनि यिनै महान हुन् भनेर अहिले पनि बालिन शाहले हामीले भारतको जमिन मिचेका छौँ भन्दाखेरि पनि एक थरी यस्ता पनि विद्वानहरू देखेँ। ती विद्वान हुन् कि बुद्धिको लाई बन्धक बनाएर बसेका व्यक्तिहरू हुन्। उनीहरूले बालिन शाहको कुरालाई सही बनाउनको लागि कहाँ कहाँ मिचियो भनेर उहाँ चाहिँ युट्युब लिएर हिँडिरहेका छन्। संसारमा यस्ता बुद्धिजीवी पनि हुँदैनन्, यस्ता नेता नि हुँदैनन्, यस्ता कार्यकर्ता नि हुँदैनन्। एउटा चाहिँ मलाई एउटा चाहिँ बिपी कोइरालालाई जयप्रकाश नारायणजीले भन्नुहुन्थ्यो, जब भारतले सिक्किमलाई खान थाल्यो, निल्दै थियो,
अनि बिपीको प्राइभेट कन्भर्सेसन बिपीले कहीँ उल्लेख आफ्नो आत्मकथा कहीँ उल्लेख गर्नुभएको छ कि मलाई चाहिँ जयप्रकाशजीले भन्नुभयो कि बिपी यो मलाई एउटा छक्क पर्छु म कि संसारभरि पिपुल आर फाइटिङ फर देयर सोभरेन्टी देयर इन्डिपेन्डेन्सका लागि संसारभरि पिपुल आर फाइटिङ उनीहरूले आफ्नो नेसनल सोभरेन्टी कहीँ इन्कोर्स नहोस् भनेर दे आर एकदमै कन्सियस छन् नेसनल लिबरेसन वारहरू हुँदैछ मान्छे आफ्नो स्वतन्त्रताको लागि पहिचानको लागि आफ्नो सोभरेन्टीको लागि लड्दैछ त यी सिक्किमेहरू कस्ता मनुष्य हुन् कि चाहिँ आफ्नो स्वतन्त्रतालाई आफ्नो सार्वभौमतालाई गुमाउनको लागि लडिरहेका छन् यो चाहिँ मैले बुझ्न सकिनँ बिपी भन्नुहुन्थ्यो आफ्नो स्वतन्त्रतै गुमाउनको लागि लड्ने त यो पनि मैले बुझिनँ कि बालेन शाहले भन्नुभयो हामीले मिचेका छौँ संसारमा कसैले पनि हामीले चाहिँ मिचेका छौँ भन्दैन यो नै एउटा एब्सर्ड हो यो नै मूर्खतापूर्ण हो यो कुनै यहाँ फेरि यस्ता चाटुकारहरू छन् अघि आउँदाखेरि पनि एकजनाले मलाई भन्दै थियो होइन यो त यसमा चाहिँ उनको कुनै नियत खराब छैन यसमा उहाँको चाहिँ ठुलो कुटनीति छ मैले भने यस्तो कुटनीति यस्तो मूर्खतापूर्ण कुटनीति त आफैसँग राख्नुहोस् यो कुनै कुटनीति होइन यो मूर्खता हो र मैले उहाँलाई एउटा उदाहरण दिएँ एउटा के भएको थियो भने नर्वे र अब यहाँ इन्टरनेसनल लकै पर्सपेक्टिभबाट म भन्छु पर्मानेन्ट कोर्ट अफ जस्टिसको एउटा रुलिङ छ नर्वे र डेनमार्कको जुन यो ग्रिनल्यान्डको लाई लिएर एउटा चाहिँ सीमा विवाद थियो त्यो सीमा विवादमा एहलन भन्ने एउटा चाहिँ नर्वेका चाहिँ विदेश मन्त्री थिए उनले कहीँ स्टेटमेन्ट उनले दिएको रहेछन् कि ठिकै छ यसमा अब डेनमार्कले नि गरे नि हामीले खासै आपत्ति छैन भनेर कहीँ बोलेको रहेछन् एहलन भन्ने चाहिँ नर्वेका चाहिँ विदेश मन्त्रीले अब चाहिँ के छ भने त्यही कुरालाई चाहिँ के छ भने डेनमार्कले इन्टरनेसनल कोर्टमा अहिले त इन्टरनेसनल कोर्ट अफ जस्टिस भन्ने आयो त्यो बेला पर्मानेन्ट कोर्ट अफ जस्टिस थियो संयुक्त राष्ट्रसङ्घ हुँदाखेरि पर्मानेन्ट कोर्ट अफ जस्टिस थियो अहिले संयुक्त राष्ट्र बनेपछि इन्टरनेसनल कोर्ट अफ जस्टिस भन्ने बन्यो त पर्मानेन्ट कोर्ट अफ जस्टिसको रुलिङ के भयो भने के आधारमा भन्यो भने होइन यो त नर्वे त विबन्धित भइसक्यो ल अफ स्टोपल भन्छ कानुनमा चाहिँ के छ भने तपाईँले कुनै एउटा प्रसङ्गमा एउटा कुरा भनिसक्नुभयो भने कुनै स्टेटमेन्ट दिइसक्नुभयो कुनै कुरा बोलिसक्नुभयो अदालतमा एउटा कुरा स्वीकार गरिसक्नुभयो भने फेरि अर्को पोइन्ट अफ टाइममा गएर होइन यो त अर्को क्लेम गर्न पाइँदैन त्यसले तपाईँले चाहिँ के छ भने स्टप गर्छ त्यसले स्टोपल विबन्धनको सिद्धान्त लाग्छ अर्थात् फेरि फरक कुरा गर्न पाउनुहुन्न जब नर्वेको विदेश मन्त्रीले यो कुरा बोलिसक्यो भनेपछि अब नर्वेको चाहिँ ग्रिनल्यान्डमाथिको क्लेम चाहिँ उसले त्यागिसक्यो शब्दबाट पनि बाई कन्डक्टबाट पनि अब त्यागिसक्यो अब चाहिँ यसमा चाहिँ डेनमार्कको क्लेम हुँदैन भनेर यो इन्टरनेसनल कोर्ट अफ लको यो चाहिँ रुलिङ हो नेपालमा त प्रधानमन्त्री विदेश मन्त्री पनि होइन प्रधानमन्त्रीभन्दा आधिकारिक व्यक्ति राष्ट्रको कोही पनि हुँदैन सबैभन्दा आधिकारिक व्यक्ति नै प्राइम मिनिस्टर हो प्राइम मिनिस्टरले त्यो पनि सार्वभौम सत्ता सम्पन्न संसदका अगाडि संसद भनेको चाहिँ के हो भने यो 3 करोड नेपाली जनताको त्यो चाहिँ एउटा प्रतिनिधिमूलक संस्था हो फर्मल उहाँले चाहिँ के छ भने जवाबको दौरानमा फर्मल स्टेटमेन्ट हो यो अनि यो चाहिँ के छ भने यत्रो आत्मघाती यत्रो सुसाइडल गेम प्लान उहाँले गर्नुभयो यत्रो नेपालको इन्ट्रेस्टलाई चाहिँ पर्मानेन्टली लुज गर्ने खतरा पैदा गर्नुभयो साँच्चै भन्यो भने अलिकति पनि लज्जा छ भने पहिला त प्रधानमन्त्रीज्यू तपाईँ संसदमा आउनुहोस् राष्ट्रसँग तपाईँ माफी माग्नुहोस् र सभामुख महोदय तपाईँमा पनि अलिकति लज्जा बोध छ भने तपाईँ त प्रधानमन्त्रीलाई बिन्ती पत्र हाल्न जानुहुन्छ प्रधानमन्त्रीज्यू तपाईँले आएर संसदमा बोलिदिनु पर्यो यस्तो पनि कहीँ सभामुख हुन्छ यु आर द लिडर अफ द हाउस तपाईँले रुलिङ गर्नुपर्छ प्रधानमन्त्रीजी यो दिन यति बजी आएर यहाँ चाहिँ बोल्नु पर्यो हाम्रो लामो समयसम्म पार्लिमेन्ट्री रहनुभएको हाम्रो सिपीजी हुनुहुन्छ उहाँलाई थाहा छ यो कुरो सभामुखको काम गरेर बिन्ती पत्र हाल्ने हो कोठा कोठामा गएर प्रधानमन्त्रीलाई चाकरी गर्ने हो रुलिङ दिने हो तैपनि उहाँ भन्नुहुन्छ होइन म त बोल्दिनँ त्यो उहाँको बिन्ती पत्र पनि काम लागेन र उहाँले चाहिँ के छ भने यो जुन स्टेटमेन्ट छ यो चाहिँ आत्मघाती इन्ट्रेस्ट हो सुसाइड यो त के हो तपाईँले फुटबल गेममा तपाईँ गोलकिपर राख्नुभयो त्यसले चाहिँ आफैले गोल हान्यो भने के हुन्छ गोलकिपरको काम के हो भने त्यो गोल रक्षा गर्ने हो गोलकिपरले नै आफैतिर सुसाइडल गोल हान्न थाल्यो भने के हुन्छ हो यो त्यसै हो
यो कुनै महान कूटनीति पनि होइन, यो कुनै बुद्धिमत्तापूर्ण भनाइ पनि होइन। जस्तो कि यहाँका चाटुकारहरूले भन्दैछन्, यो चाटुकारहरूले चाहिँ आफ्नो यो विद्वतालाई यो पोलेर खाइदिए हुन्छ। यस्तो विद्वता, यस्ता विद्वानको पनि आवश्यकता छैन यो मुलुकलाई। यस्ता चाहिँ मूर्ख विद्वानहरूको पनि आवश्यकता छैन, जो चाहिँ आफ्नो नेसनल इन्ट्रेस्टको एगेन्स्टमा बोल्छ र त्यसलाई ऱ्यासनलाइज गर्छन्। मैले त सोचेको पनि थिएन कि यस्तो पनि बुद्धिमत्तापूर्ण कूटनीति हुन्छ, यस्तो पनि गहन कूटनीति हुन्छ अरे। हो, एउटा कुरा चाहिँ यहाँका बुद्धिजीवीहरूले त्यो ग्रिनल्यान्डको रुलिङ, पर्मानेन्ट कोर्ट अफ जस्टिसको रुलिङ पढ्न अनुरोध गर्छु म, जसमा चाहिँ भन्यो कि यो भनाइ नै उसको एउटा स्टेटमेन्ट हो र त्यसले गर्दा लुज भयो। प्रधानमन्त्रीले बोलिसक्यो, त्यस कारण अहिले पनि ड्यामेज इज अलरेडी बिन डन, धेरै ठुलो ड्यामेज भइसकेको छ। अब के गर्नु जरुरी छ भने कमसेकम चाहिँ के छ भने कमसेकम भोलि नेगोसिएटिङ टेबलमा बस्दाखेरि यो हाम्रो खिलाफमा प्रयोग नहोस् भनेर कमसेकम नेसनले यसलाई ओन गरेन, प्रधानमन्त्रीको यो भनाइ ओन गरेन, प्राइम मिनिस्टरलाई स्टेप डाउन गर्न लगायो, प्राइम मिनिस्टर संसदबाट यो चाहिँ डिलिट गरियो भन्ने बर्यो भने कमसेकम चाहिँ हाम्रो चाहिँ विल बी इन द बेटर पोजिसन। अदरवाइज चाहिँ के छ भने यो चाहिँ विवन्धित हुने यो मैले गम्भीर खतरा देखेको छु। यो चाहिँ एउटा ड्यामेजिङ कुरा यो हो, सीमाको एउटा इस्युमा यो हो। अर्को चाहिँ के भयो भने यो हाम्रो चाहिँ सुदन गुरुङजी, यो कहिलेकाहीँ राजनीतिमा मूर्ख हुनु पनि एउटा महान योग्यता हुँदो रहेछ। सुदनजीको बारेमा मलाई हेर्दाखेरि उहाँको योग्यता नै उहाँको मूर्खता हो। किन मूर्ख भयो भने जसले नि चाहिँ बुद्धिमान मान्छेलाई तपाईँले आफ्नो गोजीमा राख्न सक्नुहुन्न, आफूले डिक्टेट गर्न सक्नुहुन्न। त्यस कारण चाहिँ के छ भने तपाईँ विद्वान हुनुहुन्छ, तपाईँले राम्रो एनालिसिस गर्न सक्नुहुन्छ, तपाईँमा शालीनता छ भने त्यो पोलिटिक्समा ठुलो अयोग्यता हुँदो रहेछ। त यो सुदनजीको चाहिँ उहाँको सबभन्दा ठुलो योग्यता नै उहाँको मूर्खता हो। उहाँको चाहिँ के छ भने उहाँको कुनै सोच विचारै छैन। उहाँले गृहमन्त्री बनाइदिएछ, गृहमन्त्रीको भूमिका के हो, उसको कानुनी उसको काम कर्तव्य अधिकार के हो, लले के पावर दिएको छ, के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुराको चाहिँ उहाँलाई कुनै जानकारी छैन। अलिकति बुद्धि भएको मान्छे राति निदाउँदैन, यो त देशमा यत्रो सङ्कट छ। तर इग्नोरेन्स इज ए ब्लिस भन्छ, मूर्ख हुनु नै एउटा चाहिँ एउटा वरदान प्राप्त हुनु, किन त्यस्तो मान्छेलाई कुनै चिन्तै हुँदैन। मूर्ख मान्छे त रातभरि मजाले निदाउँछ, अलिकति संवेदनशील मान्छेलाई चाहिँ चिन्ता हुन्छ मुलुकको। त्यस कारण उहाँको चाहिँ अब उहाँले चाहिँ के गरियो भने अब हेर्नुहोस् यो जुन उहाँको बारेमा चाहिँ आर्थिक मामिलाहरूको कुरा आयो, पहिलो कुरा त त्यो यो जुन छानबिन समिति बनाइयो त्यो आफैले न्यायाधीश नियुक्त गरेर, आफैले मान्छे नियुक्त गरेर, आफैले कमिटी बनाएर त्यसले आफैलाई क्लिन चिट दिएको, त्यसको कुनै पनि कानुनी अर्थ केही पनि हुँदैन, त्यसको केही पनि अर्थ छैन। तपाईँ आफू मुद्दामा न्यायाधीश हुन सक्नुहुन्न, त्यसै गरी आफूले न्यायाधीश नियुक्त गरेर उसले क्लिन चिट दिएको केही पनि अर्थ छैन। त्यस कारण चाहिँ चोख्यायो दियो, त्यो पनि यो सरकारसँग यति पनि नैतिक हिम्मत छैन, किनभने केही तथ्यहरू त राखिदिएको छ। अब त्यो तथ्य पनि सरकारलाई चाहिँ के हो भने त्यसलाई चाहिँ प्रकाशित गर्दाखेरि त्यो पनि त्यो मान्छेले त बुझ्छ नि, भले ही चाहिँ के छ भने अब प्रणालीगत दोष बन्यो भने प्रणालीगत दोष कसरी हुन्छ? तपाईँले चाहिँ ट्याक्स छर्नु भएको छ, राजस्व छर्नु भएको छ, तपाईँको आम्दानीको स्तर र त्यसको बिचमा कुनै देखिँदैन, तपाईँ एउटा नन प्रफिटमा काम गर्नुहुन्छ र तपाईँको चाहिँ करोडौँ रुपियाँको चाहिँ तपाईँको देखि के हो त, स्रोत के हो त? त्यो रिपोर्टले जतिसुकै रफू गरे पनि अब रफू पनि एउटा सीमा हुन्छ क्या, तपाईँको रफू पनि चाहिँ के छैन, कम्प्लिट तपाईँ रफू गर्न सक्नुहुन्न। जति नै ढाँटे पनि कुरो त बाहिर आइहाल्छ। अलिकति इन्टेलिजेन्ट मान्छेले कुरो बुझिहाल्छ कि होइन यो त सबै यो इज फुल अफ फ्लज। त्यस कारण त्यो रिपोर्ट पनि प्रकाशित गरिएन। त्यो रिपोर्ट कहिले अध्ययन भयो कि भएन, खालि एउटा नोटङ्की मेन्सन गरियो कि कमिटी बनाइयो, त्यसले दिएको रिपोर्ट आउँदा नआउँदै उहाँलाई चाहिँ फेरि गृहमन्त्रीमा नियुक्त गरियो र खैर एउटा पार्ट त्यो थियो। तर एउटा कुरा, राष्ट्रिय मानव अधिकार आयोगले सबैभन्दा पहिले मुद्दा चलाउनु पर्ने, अनुसन्धान गर्नुपर्ने एउटा पात्रको रूपमा कसलाई भनेको छ? सुदन गुरुङलाई भनेको छ। बालिन शाहको बारेमा चाहिँ अलि हिम्मत गर्न सकेन, त्यो अलिक डरायो। तर कहिलेकाहीँ चाहिँ फौजदारी कानुनमा के हुन्छ भने एउटा पात्र तानियो भने त्यसले फेरि जस्तो यो सुदन गुरुङले भन्छ नि, म त पोल खोलिदिन्छु। हो, कुन चाहिँ पोल हो जसको त्रासमा
आज चाहिँ के छ भने पटक पटक किन एउटा व्यक्ति अपरिहार्य भएको छ कि त्योभन्दा अर्को योग्य व्यक्ति ठिक छ अर्को पार्टीबाट त बन्ने होइन, कुनै स्वतन्त्र नागरिक पनि बन्ने होइन, कुनै हाम्रो मोक्तानजीले बनाउँदा हाम्रो सिपीजीलाई पनि गृहमन्त्री बन्ने होइन, बन्ने त राजसभाबाटै हो। तर सुदन गुरुङ नै किन अपरिहार्य भयो? कुन शक्ति हो त्यो? एउटा पर्दा पछाडिको शक्ति कुन हो? अघि उहाँले भन्नुभयो नि यो चाहिँ स्क्याम हो, त कुन स्क्यामले कसरी यो सबै स्टेज म्यानेज गर्यो भन्दाखेरि यसमा धेरै रहस्यका कुराहरू छन्। नभए सुदन गुरुङलाई नै गृहमन्त्री बनाउनु पर्ने के बाध्यता छ, के कम्पल्सन छ? यो गम्भीर कुरा छ, यो छानबिनको विषय हो। तपाईँ पत्रकारहरूले पनि यसमा चाहिँ अलिक छानबिन गर्नुहोस्। र अर्को कुरा के छ भने मानवाधिकार आयोगले यत्रो भनिसकेपछि अलिकति त लज्जाबोध हुनुपर्ने हो नि। मलाई त के लागेको थियो भने अलिकति त सेन्स होला। यत्रो हाँकाहाँकी मानवाधिकार आयोगले चाहिँ कारवाही गर भनेको व्यक्ति, अनुसन्धान गर भनेको व्यक्ति, मेन कल्प्रिट यिनलाई देखाएको बेलामा कमसेकम यिनलाई त यति लज्जास्पद काम गर्दैन होला। अलिकति के छ भने मान्छेले के सोच्छ भने तर निर्लज्जहरूलाई त्यो कुनै सीमा हुँदो रहेछ। निर्लज्जहरूलाई चाहिँ उनीहरूलाई हामीलाई लाग्छ कि यति भएपछि त लाज लाग्दै होला, तर कहीँ लाज लाग्दो रहेछ। त यसरी लज्जाजनक ढङ्गले जुन नियुक्त गरियो, जुन पुनः चाहिँ उहाँलाई गृहमन्त्री बनाइयो, यो चाहिँ निन्दनीय छ। कुनै पनि लोकतान्त्रिक हेर्नुहोस् कन्फ्लिक्ट अफ इन्ट्रेस्टको इस्यु हो। तपाईँले त्यो रिपोर्ट कार्यान्वयन गर्नुपर्ने दायित्व यो सरकारको हो, राष्ट्रिय मानवाधिकार आयोग केही पनि होइन। त्यो नगर्नुहोस्, तपाईँहरूको चाहिँ नेपाल अन्तर्राष्ट्रिय चाहिँ के छ भने घेराबन्दीमा पर्छ। किनभने मानवाधिकारको प्रश्न यो चाहिँ इट इज अ लेजिटिमेट कन्सर्न अफ इन्टरनेसनल कम्युनिटी। र इन्टरनेसनल लले के भन्छ भने द सिरियस क्राइम सेल नट गो अनपनिस। कुनै पनि गम्भीर अपराधहरू त्यो अदण्डित रहनु हुँदैन र कुनै पनि अपराध कर्म संलग्न भएको, गम्भीर अपराध कर्म संलग्न भएको व्यक्तिलाई दण्डित गर्नु त्यो चाहिँ इट इज अ रेस्पोन्सिबिलिटी अफ इन्टरनेसनल कम्युनिटी। यो चाहिँ अन्तर्राष्ट्रिय समुदायको पनि यो दायित्वको विषय हो। त्यस कारण संसारका कम्तीमा पनि तकरिबन 110वटा मुलुकले युनिभर्सल जुरिडिक्सनको ल चाहिँ उनीहरूले बनाएको छन्, उनीहरूको संसदले कानुन बनाएको छ। युनिभर्सल जुरिडिक्सन भनेको के हो भने यस्तो गम्भीर अपराधमा संलग्न भएको व्यक्ति यदि उनीहरूको देशमा भिसा पाउँदैन, एक यदि नेपालको भिसा पाएन भने के हालत हुन्छ, भिसा पाएर कुनै तरिकाले त्यो देशमा पुगेको छ भने त्यो चाहिँ त्यहाँको प्रहरीले तुरन्त गिरफ्तार गर्नुपर्छ। जस्तो इङ्ल्यान्डको उसको नेदरल्यान्डकोमा एउटा युनिट छ, यो इन्टरनेसनल क्राइम ब्रान्च भन्ने छ, इन्टरनेसनल क्राइम ब्रान्च। त्यसको काम के हो भने उसले जासुसी गरिरहन्छ, एयरपोर्टबाट को छिर्यो सबैको उसले हेर्छ कि यो कुनै गम्भीर अपराधमा आफ्नो देशमा संलग्न भएको व्यक्ति हो कि होइन जो हाम्रो टेरिटोरीमा आएको छ भनेपछि त्यसलाई त्यो देशमा मुद्दा चल्न सक्छ। यो फेरि नेपाल सानो मुलुक हो, यस कारण हेपेर गऱ्यो भन्ने कुरा होइन। जर्ज बुश जस्तो व्यक्ति पनि अहिले उनको क्यानाडा भिजिट हुन सक्दैन, स्विजरल्यान्डमा भिजिट हुन सक्दैन, उनको चाहिँ बेल्जियममा भिजिट हुन सक्दैन, किनभने यो अन्तर्राष्ट्रिय क्षेत्राधिकारले उनलाई खोज्छ। किनभने यो उसको वारमा, इराक वारमा, अफगानिस्तानको वारमा चाहिँ के छ भने उनले चाहिँ युद्ध अपराध गरेका छन्। अब उनले आफै गोली हाल्न त गएनन्, तर हिज सुप्रिम कमान्डर अफ चिफ, यो आर्मीको त सुप्रिम उनी हुन्। त्यस कारण चाहिँ के हो भने तलको कन्स्ट्रक्टिभ यो कमान्ड रेस्पोन्सिबिलिटी भनेको के हो भने तपाईँले गलत आदेश, गैर कानुनी आदेश दिन नि हुँदैन, गैर कानुनी आदेश पालन गर्नु पनि हुँदैन। यदि गैर कानुनी आदेश तपाईँले जारी गर्नुभएको छ र त्यति मात्र होइन, तपाईँको मातहतको सेनाले या सेक्युरिटी फोर्सले कुनै अपराध गरेको छ र तपाईँले त्यसलाई दण्डित गर्नु भएन भने यो कन्स्ट्रक्टिभ त्यसमा रेस्पोन्सिबिलिटी, तपाईँ पनि त्यसको लागि दायित्व बोक्नुपर्ने हुन्छ। किनभने तपाईँको त्यो दायित्व थियो कि तपाईँको अन्डरको मिलिट्रीले तपाईँले अफगानिस्तानबाट मान्छे समातेर ल्याएर ग्वान्तानामोमा राख्नुभएको छ। तपाईँले क्युबासँग एउटा चाहिँ लिज लिनुभएको छ, जहाँ चाहिँ ल्याएर चाहिँ समात्ने त्यहाँ राख्नुहुन्छ र त्यहाँ चाहिँ टर्चरहरू भइरहेको छ। अबु घेराबमा चाहिँ टर्चरहरू भयो। त त्यसको लागि चाहिँ राम्सफिल्डलाई त झन्डै उहाँ समातिसकेका थियो बेल्जियममा उनले यो यहाँ त्यहाँको ह्युमन राइट कम्युनिटीले थाहा पाएपछि राम्सफिल्डले यहाँ समात, उनी
उसको रक्षा मन्त्री थिए बुशको। त्यसपछि त्यो कुरो लिक भएपछि उनलाई चाहिँ हेलिकप्टरमा राखेर इमिग्रेसन कटाइयो, किनभने त्यहाँ त उनीहरूको टेरिटोरी समात्न सक्छ, एम्बेसीमा समात्न मिलेन, त्यहाँको स्पेसल इन्टरनेसनल क्राइम ब्रान्च युनिट छ, समात्न सक्छ। त्यसकारण के हो भने यो अहिले चाहिँ के छ भने अन्तर्राष्ट्रिय समुदायका अगाडि पनि भागाभाग हुनुपर्ने स्थिति आउँछ। यो ह्युमन राइट कमिसन केही पनि होइन, यसको रिपोर्टको केही पनि अर्थ छैन भन्ने चाहिँ के छ भने हेर्नुहोस्, गाउँमा बस्ने मान्छेले त्यो आफ्नो गाउँको मुखिया नै सबभन्दा ठुलो मान्छे लाग्दो रहेछ, उसले दुनियाँ देखेको हुँदैन। तपाईँहरूले चाहिँ संसार देख्नु भएको छैन, बुझ्नु भएको छैन, इन्टरनेसनल ल कसरी फङ्सन गर्छ, इन्टरनेसनल क्रिमिनल कोड कसरी फङ्सन गर्छ, इन्टरनेसनल जुरिडिक्सन विश्वव्यापी क्षेत्राधिकार कसरी फङ्सन गर्छ, त्यो तपाईँले बुझ्नु भएको छैन। त्यसकारण अज्ञानता तपाईँहरूको लागि वरदान हो। तर तपाईँहरू चाहिँ के छ भने यो खतरामा परिसक्नु भएको छ र तपाईँले यो कुरा जानी तपाईँले फेरि सुदन गुरुङलाई गृहमन्त्री बनाउनु भएको छ। कन्फ्लिक्ट अफ इन्ट्रेस्टको इस्यु हो, त्यसलाई छानबिन गर्नु पर्थ्यो, दण्डित गर्नु पर्थ्यो, त्यो व्यक्तिलाई तपाईँले चाहिँ मन्त्री बनाउनु भएको छ। यो एउटा गम्भीर मामिला हो। त्यसकारण यो सरकारले चाहिँ एउटा अर्को चाहिँ मूर्खतापूर्ण कार्य गर्यो। अब अर्को मलाई चाहिँ खासमा अर्थविद त होइन, तर मैले 2-4 लाइन चाहिँ के छ भने यो बीआईडीको बारेमा, बीआईडी जुन ल्यायो यो एकै दिनमा हजारौँको सङ्ख्यामा, झन्डै 1400-1500, त्यसपछि त्यसमा पनि हाम्रो रेगुलर नाका थियो यहाँ रसुवावाला, फेरि कोरलाबाट पनि ल्याएको छ। अब यसको चाहिँ यसबाट एउटा अर्थमन्त्रीलाई एउटा शङ्काको घेरामा राखिन्छ। शङ्का के करिब चाहिँ के छ भने स्पष्ट देखिन्छ, यसमा केही न केही ह्याङ्की प्याङ्की भएको छ, बदमासी भएको छ भनेपछि यसमा चाहिँ तत्काल चाहिँ संसदीय छानबिन बन्नै पर्छ। अब यहाँ नेपालमा फेरि मुसाको अर्थशास्त्र छुट्टै छ, मुसावाला अर्थशास्त्र पनि छ, त यसमा कमसेकम मुसावाला अर्थशास्त्र लागू नहोस्, करको दर चाहिँ हेरफेर गरियो, सीसीटीभीहरू कमसेकम कब्जा गरियोस्, अहिले नै कब्जा गरियोस्, मुसाको अर्थशास्त्र पनि यसमा लागू नहोस् र यसको चाहिँ एउटा क्रेडिबल इन्भेस्टिगेसन हुनैपर्छ। किनभने यो गम्भीर मामिला हो। यो चाहिँ करलाई चाहिँ जसरी लिक गरियो र जसले गर्दाखेरि यो चाहिँ राष्ट्र विरुद्धकै अपराध हो। अब अर्को इस्यु चाहिँ के छ भने अहिलेको जुन बजेट आयो, अघि हाम्रो हजुरको शुभ नाम लोकनाथजीले बडो राम्रो भन्नुभयो। वास्तवमा साँच्चै भन्यो भने यो म अर्थशास्त्री होइन, तर एउटा कमन सेन्स लजिक के हो भने तपाईँको एकाउन्टेबिलिटी कसका प्रति हो? गरिबीको रेखा मुनि रहेकाको ठुलो जनसङ्ख्या छ, उनीहरूको मुलुक होइन हो, उनीहरू त्यो मुलुकको स्टेक होल्डर होइनन्। तपाईँले के गर्नुभएको छ? तपाईँले सुन र हिरामा चाहिँ कर घटाउनु भएको छ। हेर्नुहोस् है, यति सिम्पल कुरा, सुन र हिरामा चाहिँ कर घटाउने अनि चाहिँ स्वास्थ्यमा कर लगाउने, हस्पिटलमा मान्छे एउटा बिरामी भएर जाँदाखेरि त्यहाँ चाहिँ कर लगाउने, तपाईँले विद्यालयमा चाहिँ कर लगाउने, जबकि हामीले संविधानमा चाहिँ समाजवाद उन्मुख राजनीतिक प्रणाली हामीले भनेका छौँ। स्वास्थ्य र शिक्षा त्यो राज्यको चाहिँ आधारभूत दायित्व हो, त्यो राज्यको फन्डामेन्टल ड्युटी हो। तर यसलाई चाहिँ के छ भने अब राज्यले नै व्यापार गर्न थाल्यो। अब एक त ओभर कमर्सियलाइजेसन भएको छ, हेल्थ सेक्टरको, एजुकेसन सेक्टरको ओभर कमर्सियलाइजेसन भएको छ, अत्यधिक नाफाखोरहरूको हातमा यी क्षेत्रहरू छन्। अब हुँदा राज्यले पनि यसमा व्यापार गर्न थाल्यो। तपाईँले के गर्नुहुन्छ? करको दर 10 लाख बनाउनुहुन्छ भनेपछि एउटा प्रोग्रेसिभ ट्याक्सेसनको जुन सिम्पल फर्मुला छ, प्रोग्रेसिभ ट्याक्सेसन भनेको जो हुने खानेसँग बढी ट्याक्स लिनु पर्यो र जो चाहिँ न्यून आय वर्गका व्यक्तिहरूलाई राज्यले तिनीहरूको प्रति आफ्नो दायित्व निर्वाह गर्नु पर्यो। त्यति सिम्पल कुरा त हुनको लागि कुनै स्वर्णिम बागले हुनु पर्दैन, त्यसको लागि चाहिँ कुनै वर्ल्ड ब्याङ्कको कारिन्दा हुनु पर्दैन, त्यति हुनको लागि चाहिँ एसिया ब्याङ्कको कुनै कारिन्दा भएर काम गरेको मान्छे हुनु पर्दैन। सिम्पल चाहिँ के छ भने कमन सेन्स लजिकले पनि यति कुरा बुझ्न सक्छ कि यसमा चाहिँ के छ भने यो जुन बजेट आएको छ, हेर्नुहोस् यो मुलुक भनेको चाहिँ किसानहरूको हेर्नुहोस्, आज अहिले पनि जतिसुकै डिजिटलाइजेसन, तपाईँ आज 70% 80% जनसङ्ख्या आज चाहिँ कृषिमा निर्भर छ। उनीहरूको लागि केही ल्याएको छ? यो बजेटमा केही छ? गरिबहरूको लागि केही छ? केही पनि छैन। यो देशको गेम चेन्जर भनेको एग्रिकल्चर हो, यो कुरा लेखेर राख्नुहोस्। एग्रिकल्चरको उत्थान भयो भने
बल्ल चाहिँ के छ भने नेपालको इकोनोमी माथि आउँछ। अहिले चाहिँ त हामी एग्रिकल्चरल प्रोडक्टहरू पनि खाद्यान्न पनि चाहिँ हामीले आयात गर्नु परिरहेको छ, त्यो हालतमा छ हामी। त्यसकारण यो एग्रिकल्चरलाई एउटा चाहिँ इन्भेस्ट गर्ने, एग्रिकल्चरमा इन्भेस्ट गर्ने यो खालि ननसेन्स कुरा। एआई हामी एक्सपोर्ट गर्छौँ, एआई एक्सपोर्ट गर्ने लेभलको हाम्रो अहिले चाहिँ डेभलप भइसकेको छैन, यो खालि मूर्ख बनाउने कुरा हो। तपाईले चाहिँ जम्मा 4 खरब रुपैयाँ चाहिँ डेभलपमेन्ट बजेट छ, तपाईले चाहिँ साधारण खर्च अत्यधिक बढाउनु भएको छ, त्यो कहाँबाट तपाईले तिर्नुहुन्छ? त्यसको भरपाई कहाँ हुन्छ? तपाईले चाहिँ प्रोजेक्ट गर्नुभएको छ कि 12-14 खरब चाहिँ नेपालको चाहिँ यो ट्याक्स आउँछ, त्यो कहाँ आउँछ? आउने कुनै उ छ? त्यसकारण के छ भने यो बजेट उहाँले भने जस्तो यो बजेट एउटा स्क्याम जस्तो हो। यो बजेट इज नट गोइङ टु वर्क। यसले कुनै चाहिँ गरिबहरूको मुहारमा कुनै चाहिँ हाँसो ल्याउँदैन। उहाँले म हाँसिरहेको देश हेर्न चाहन्छु भन्नुहुन्थ्यो नि, उहाँले बजेट यस्तो ल्याउनु भएको छ, उहाँका क्रियाकलाप कस्तो छ भने अब एउटा देश चाहिँ रोइरहेको देशमा रूपान्तरित भइसकेको छ, देश रुन थालेको छ। यो अरू कुनै कारणले होइन, यो उहाँहरूकै क्रियाकलापले हो। उहाँहरूको क्रियाकलापले आज चाहिँ मुलुकलाई रुने गराएको छ। त्यसकारण अब मैले धेरै कुरा म बोल्न चाहन्न, किनभने टाइम पनि यो हो। धन्यवाद।